मलाई जस्तै भोक लाग्छ साथी तपाईहरुलाई साग चौचौ करेन्ट चौचौ एकदम धेरै भोक लागेको छ के गर्नु तातो छ सेलाको भएमा काम लाग्नु खाइदिन्थे एकदमै धेरै तातो छ भोक पनि धेरै लागिरहेछ भोक नलागेको भए म कति धनी हुन्थे होला के भोक लागेरै हो म गरिब भएको चाहिँ मेरो केही न धन न सम्पत्ति न के छ है मसँग केही पनि छैन म गरिब छु तर भोक लागेरै गरिब भएको है तर म खासमा चाहिँ मिठो साथीहरु आउनु होला है हजुरहरु पनि साग पनि हालेको छु के मिठो हुन्छ नि त साग पनि चौचौमा हैन यो चाहिँ करेन्ट चौचौ हो मिठो तातो पनि मिठो पनि भोक पनि लागिरहेछ पानी के गर्नु अब हामी ठाउँतिर जाँड रक्सी खाने चलन छैन हैन तातो पानी खायो चौचौ पकाइ खायो चटपटी बनायो खायो हैन अरु त के खानु र खाजा सिमल तरुलहरु खन्यो खायो हैन बिस्कुट खायो चिया पकायो खायो त्यही हो एकदम मिठो छ है देखाए चाहिँ नभन्नु है साथीहरु फेरि देखाएको चाहिँ हैन नि यसो साथीहरु पनि म जस्तै काम गरेर भोकाउनु होला थाक्नु होला भनेर सँगै खाऊ भनेर भनेको मात्रै हो ल देखाएको चाहिँ हैन है साग हालेर खाँदा चाहिँ असाध्यै मिठो लाग्छ के मलाई चाहिँ तातो भयो भिडियो बनाउनु हुँदैछ